नमस्ते, स्वागत छ आजको समाचारमा। आफ्नै शरीरमा आगो लगाएका आश्विनको उपचारको क्रममा मृत्यु भएको छ। शरीरमा पेट्रोल छर्किएर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारको क्रममा मृत्यु भएको छ। बुद्धनगर स्थित घरमा राउतले शनिबार बिहान आफ्नै घरमा शरीरमा आगो लगाएका थिए। उनले शरीरको 50% भन्दा धेरै भागमा जलेको थियो। वीर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई सघन कक्षा आइसियुमा राखेर उपचार गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार 45 वर्षीय राउतले व्यक्तिगत तनावमा आफ्नै शरीरमा आगो लगाएका थिए। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। यसअघि त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। उता सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलले पनि कीर्तिपुर स्थित वन अस्पतालमा उपचार भइरहेको छ। यता नेपाल सरकारको दक्षिण कोरियाको E7 दक्ष कामदार भिसामा नेपाली कामदार पठाउने बाटो खुलाउने निर्णय गरेको छ। अब आवश्यक कानुनी प्रक्रिया पुरा भएपछि म्यानपावर कम्पनी मार्फत पनि कामदार पठाउन सकिने व्यवस्था अघि बढाइएको छ। नेपाल सरकार र दक्षिण कोरिया बीच दक्ष कामदार पठाउने प्रक्रियाबारे समन्वय भइरहेको र E7 लाई EPS भन्दा अलग प्रणालीमा रूपमा अघि बढाइएको छ। अहिलेसम्म फलानु मितिदेखि आवेदन खुल्छ वा कामदार उड्न सुरु हुन्छ भन्ने आधिकारिक मिति भने सार्वजनिक भएको छैन। E7 भिसाका लागि वेल्डर, मेसिन अपरेटर, मोल्ड मेसिन टेक्निसियन, अटोमोबाइल मेकानिक, इलेक्ट्रोनिक, होटल कुक, केही श्रेणी र उत्पादन म्यानुफ्याक्चरिङ सम्बन्धी दक्ष प्राविधिक, पानी जहाज निर्माण सम्बन्धी काम र सम्बन्धित कामको सिप वा अनुभव, केही पदमा प्रमाणपत्र, डिप्लोमा, रोजगारदाताले मागेको कोरियन वा अङ्ग्रेजी भाषाको आधारभूत ज्ञान र वैध राजधानिक र स्वास्थ्य परीक्षण। पहिलो अपरेटरका अनुसार सरकारले E7 भिसामा नेपाली दक्ष कामदार पठाउने प्रक्रिया अघि बढाएको छ, तर सबै पेसामा आवेदन खुलिसकेको छैन। आधिकारिक रूपमा म्यानपावरले कहिलेदेखि आवेदन खुल्ला लिने भन्ने सूचना केही समय पछाडि आउने जनाइएको छ। कृत्रिम मैदानदेखि प्रशिक्षण क्रान्तिसम्म यसरी बन्यो नर्वेको सुनौलो फुटबल पुस्ता। कुनै समय हिउँ र चिसो मौसमका कारण फुटबललाई वर्षको केही महिना मात्र खेलिने खेल मानिन्थ्यो। विश्वकपमा नर्वेको चर्चा हुँदा सन् 1998 को इतिहास दोहोरिन्थ्यो। फुटबलभन्दा शीतकालीन खेलका लागि बढी चिनिने यो देश अहिले विश्वको क्वार्टर फाइनलमा छ। नर्वेले अन्तिम 32 मा आइभरी कोस्ट, अन्तिम 16 मा 5 पटकको विजेतालाई ब्राजिललाई हराइसकेको छ। अब सेमी फाइनलमा प्रवेश गरेका लागि इङ्ल्यान्ड भिड्दैछ। हवस् त अहिलेलाई भने हामी बिदा माग्छौँ। हाम्रो समाचार लाइक अनि सब्सक्राइब गरिदिनु नभुल्नुहोला। नमस्कार।